बु चिनी आउने सोडा हान्ने हो सामान लिएर हामी यहाँ हिँड्दैछौँ गाइस। गाइस फाइनली यहाँ बाइकसम्म आइपुग्यो होइन। बाइक चाहिँ यही हो, डिक्की सानो छ, सामान यति धेरै छ, अब कसरी लाने हो विचार गर्नुपर्छ है गाइस। मेरो मेकअप त सबै जाने भयो त अनि यसले त हेलमेट सबै यार बुढी अड्छ कि अड्दैन यार? तिमी त अड्दैन क्या हो यार? अगाडि सरी यार बुढी यार, के छ त यार? गाइस अहिले चाहिँ हामी कहाँ जान लाग्यो भने तपाईँलाई थाहा भइसक्यो होला। हामी चाहिँ अहिले बिबिक्यू जान लाग्यो है। बिबिक्यूको ठाउँको नाम हो गोल्ड कोस्ट। गोल्ड कोस्ट अनि यसले धेरै जस्तोले क्यानबेरी जाँदा मात्रै गाह्रो हुन्छ, पुरा आउँदा त खाली हुन्छ। आउँदा यता खाली हुन्छ क्या। अप्ठ्यारो भयो होला नानी। अलिअलि अप्ठ्यारो दुःख सुख त हुन्छ नि, अब कहाँ सबै सुख हुन्छ। हो यस्तो खालको बुढी चाहियो हो मलाई। हो मलाई यस्तै हौसला दिने बुढी एकदम चाहिएको हो कि। अरू पाइ पनि सक्यो क्या मैले फेरि। ल गाइस हामी खुसी खुसी हाँसी हाँसी गइरहेको छौँ होइन। गाइस हाम्रो गन्तव्य चाहिँ लगभग 24 किलोमिटरको यात्रा हुनेछ। 24 किलोमिटर लेखेर 25 मिनट्स लेखेको छ। 1 किलोमिटर 1 मिनटको दरले हिसाब गरिदिएको छ गुगल म्यापले। अहिले चाहिँ हामी जाँदैछु एयरपोर्टको हाइवेतर्फ। जाडो है आज त। जाडो छ बुढी आज। गाइस जसले पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ गाइस प्लिज सब्सक्राइब गरिदिनु होला एउटा भन्ने सानो रिक्वेस्ट गर्दैछु। अथवा गर्नु मन छैन भने नगर्दा पनि हुन्छ, यस भिडियो हेरेर जानु होला अन्तिमसम्म। यार यो टाकेला छोड्दै जान्छ टाकेला साग। चिसो चिसो मौसम अनुभव गर्न परिन्छ के हामीले। अझै मलाई यस्तो अगाडिको भ्यू देखाउन पाएको भए बवाल हुन्छ गाइज होइन। अब बुढीले किनिदिन्छ होला मलाई गोप्रो। गणेनमा चाहिँ न्यानो हुन्छ यार, बाहिर निस्किँदा चिसो हुन्छ, घाँटी समस्या क्या हाम्रो यार। अहिले फेरि 4 बजे छोरा लिन जानुपर्छ स्कुलमा यार। अहिले कति बजे 11 बज्नु लाग्यो। 12, 1, 2, 3, 4 घन्टाको टाइम हुन्छ। 3 बजे त हिँड्नु पऱ्यो त्यहाँबाट। क्या बवाल देखेको अझ त्यहाँ पुरा अलिकति घाम लाग हुन पनि क्या। सनसेट यस्तो दामी रहेछ त्यो अगाडि यार, पुरा समुद्रै समुद्र छ। बुढी गोप्रो किन्दैन, गोप्रो यस्तरी खिच्नेवाला मजाले मासु पोलेर खाने हो। केही सुन्दैन क्या बुढी। ल ल अहिले त न्यु इयर लाग्न लाग्यो भएर सबै टाङ्गी खायो। बु लास्टै गाह्रो भयो होला है। दुख्यो नि साप्रा, यहाँ अब हिँड्न सक्दैन, मलाई बोकेर हिँड्ने अब। ला के गर्ने त? एकछिन अगाडि राख्ने हो पर्दैन होइन। खुट्टा दुखेको त सन्चो हुन्छ कि, तर पाइप चाहिँ भिज्नु भएन क्या पानीले सबै। भिज्दैन होइन। कहाँ गयो यही होइन? यो होइन होइन अलि अगाडि अझै ठ्याक्कै देखिन्छ क्या अगाडि। यस्तो घुम्ने बाटो हो के। ऊ
त्यहाँ चाहिँ हो मैले थाहा पाएँ ल उहाँ नि त्यो गाडी छिर्यो नि भित्र किनभने के यो उठ्यो भन्छ बाबा भित्र त हो यही हो बुढा आवा मान्छे त टन्नै हुँदैन हामी मात्रै हुन्छ होला बाइक पार्किङहरू त उता छ यता पनि राख्नु मिल्दो रहेछ बुढा उहाँ छ पार्किङ यही बाइकहरू राखेको गाइस फाइनली हामी चाहिँ अहिले यो त इलेक्ट्रिकवाला हो नि के हो मान्छे यो यता घरको मान्छेहरूको हो कि बिबी खाना त आएको होइन होला बुढी यति धेरै अहिले नै आउँछ नि बाबा किन नआउने हो र के छ र दामी थियो यो बाइक है तर आमा यिनीहरूले सबै प्याक गरेछ क्या हो छैन है बुढा एउटा छैन है ए तपाईँ देख्न सक्नुहुन्छ पर्दैन यस्तो माया गर्ने बुढा के गर्नु र गाइस अहिले भर्खर हामी आइपुग्यो होइन अनि उता अलि मेन ठाउँमा चाहिँ स्कुलको विद्यार्थीहरू आएको रहेछ कि अनि बस्ने ठाउँै थिएन क्या चुलो नै थिएन होइन अनि मलाई चाहिँ यतापट्टि कुनामा पनि छ भनेर थाहा थियो कि अनि यो चाहिँ अलिकति त्यो एरियाभन्दा अलिकति यतापट्टि हो कि 2 मिनट 3 मिनट जस्तै 5 मिनट जस्तो हिँडेर आउनुपर्छ यहाँ पनि बिच त छ तर अलिक सानो छ कि त्यहाँको जस्तो ठुलो त छैन तर ठिकै छ जाडोमा होइन यहाँ अलिक न्यानो रहेछ रुखै रुख जङ्गल भएको भएर अनि यस्तो चाहिँ चुलोहरू यहाँ टन्नै छ यहाँ नि छ चुलोहरू यता नै छ यो माथितिर पनि टन्नै छ चुलोहरू त ठिकै छ अहिले चाहिँ हामीले चुलो चुज गरेर अब हामी यहाँ सुरु गर्छौँ हामी चाहिँ पुरा कैँचीले काट्नै पर्ने अवस्था है भित्र फेरि पाक्दैन भनेर कि She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves. गाइस हङकङमा चाहिँ तपाईँहरूले यस्तो पानी खाने ठाउँहरू देख्न सक्छ होइन अनि यसमा चाहिँ टक्कै हात गरेर खान सकिन्छ अन्त गाइस अब हामीले मासु पनि खाइसक्यो होइन अब एकछिन यहाँ थोरै फोटोहरू भिडियोहरू एकछिन खिच्छौँ अनि हामी चाहिँ घर जान्छौँ है गाइस पहिला चाहिँ एक्लै आउनु पर्थ्यो होइन समुद्रतिर अहिले चाहिँ बुढी आइसकेको छ अनि बुढीसँग आउँछु चाहिँ सक्नुहुन्छ पहिला एक्लै हुन्थ्यो अहिले चाहिँ बुढी आइसकेको छ अनि बिबीको खानाहरू भर्खरै छुट्टी थियो नि त त्यो भएर खाजाहरू खाइसक्यो मासु सब खोलेर खाइसक्यो धेरै धेरै आएर होइन अनि हामी चाहिँ घर लगाएर जाँदैछु होइन गाइस ल मेरो भिडियो चाहिँ यहाँसम्म हेरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद अझै बाटोको अझै हेर्न बाँकी छ तपाईँहरूले होइन घर जाँदाखेरि नै अझै एक्सन क्यामेराबाट भ्लग बनाउनु
आउँछ होइन भिडियो चाहिँ प्लिज लास्टसम्म हेरेर जानु होला अनि एउटा सब्सक्राइब गरेर फेरि देख्न सक्नुहुन्छ तपाईँलाई गोल्ड कोस्टमा कस्तो त्यो जङ्गलहरू छ भन्दाखेरि अघि हामी चाहिँ यहीँ आएको हो कि तर यहाँ चाहिँ स्कुलको विद्यार्थीहरू हो कि कलेजको सबै यो चुलोहरू पुरै प्याक गरिदिएको रहेछ अनि अब कुरेर बस्नु चाहिँ पुरा आएन कहिले जान्छु होइन अनि ढिलो हुन्छ भनेर हामी अलि यता माथि मैले देखेको थिएँ कि त्यहाँ गएर खाएर आएर हामी सब चुलो प्याकै यहाँ अनि उता पर पनि छ कि उतातिर सब चुलो प्याक अझै पनि छ विद्यार्थीहरू एक ग्रुप चाहिँ रहेछ अघि यहाँ सबै प्याक त्यही भएर हामी उता गएर खाएको ल गाइस फाइनली हामी चाहिँ अब जान लागेको है यहाँ चाहिँ पार्किङको नि सुविधा छ है गाइस पार्किङ पनि वाइल्डै छ यहाँ चाहिँ बाइक छ मेरो ल गाइस अब चाहिँ हामी यहाँ खाएर घरतर्फ लाग्दैछौँ है 4 किलोमिटरदेखि एयरपोर्ट बवाल छ यार बाटोहरू चाहिँ नानीले के भन्दा थियो कहाँ अब यत्रो गाडीहरूको उसमा कुरा सुन्दै हिँड्नु मिल्दैन सरी ल म यहाँ बाटोमा फोकस गर्दैछु बुढी अहिले भरे गएर कुरा गरौँला के भन्यो यहाँ यस्तो एक मिस गेम फिनिस हुने ठाउँ हो यो कहाँ यो हाइवेमा गफ गर्दै हिँड्न मिल्छ त नि अनि यहाँ पुरा एक सेकेन्डको महत्त्व हुन्छ गाइज हामी फाइनली ठ्याक्कै 2 मिनट ढिलो भएको छ अझै 2 मिनट अझै लाग्छ होला यो ट्राफिक लाइटहरू नभएको चाहिँ अहिलेसम्म पुगिसक्छ होइन तर ट्राफिक लाइटहरू छ नि त अब फलो गर्नै पऱ्यो रोक्नै पऱ्यो भयो म चाहिँ बाबुलाई हेरेर भिडियोमा देखाएर तपाईँहरूलाई पनि देखाएर नै घर फर्किने छु बच्चालाई चाहिँ बाइकमा हालेर ल्याउनु मिल्दैन कि यस्तो बिजी हुन्छ यति बेला यहाँबाट छिर्ने हो नि त अनि बाबुको स्कुल आइपुग्यो त अगाडि रोक्ने हो तुले तिमी गएर लिएर आऊ ल कि म पनि जानु पर्यो नि म ल गएर तर म त हेलमेट खोल्दिनँ माइक भित्रै छ नि त फेरि बोलेको सुन्दैन अलि पछि चाहिँ मैले छोरालाई चाहिँ स्पोर्ट्स बाइकमा लिन आउनुपर्छ है यहाँ कुद्दै बसेको छ चिन्छ कि चिन्दैन हेरमा म आइनामा हेर्छु कुकु कुकु चिन्दैन बाबालाई है छोरा आइपुग्नु भयो
हेर कुकुर बुढा है बल्ल चिन्यो त्यो छोराले त यो ल बाबासँग जाऊ ल बाबाले ठुलो भएपछि बाइकमा आउने ल बाइकमा लिन आउँछ बाबाले ठुलो भएपछि बाइकमा लिन आउँछ ल अहिले गाडीमा जानु ल बाबा बाबा हजुर हौ स्कुल जाने हो न अँ जानु तपाईँ तिम्रो पर्स लियो पर्स लिनु के चाहिन्छ तिमीलाई केही पनि चाहिँदैन पर्स मात्रै हो टोपीहरू चाहिँदैन ल हिँड हिँड बाबा गएर बाई बाई गएँ ल म ल ल जानु ल अगाडि हेर ल गाइस अहिले चाहिँ फाइनली हामी घर आइसकेको छ बाबु पनि आइसक्यो अनि म पनि आइसक्यो हजुर मेरो छोराहरू त कति ठुलो भइसक्यो स्कुल पनि पढ्ने भइसक्यो पहिला सानो थियो योभन्दा 1-2 वर्ष अगाडिको त्यो मुस्ताङको भ्लगमा होइन सब्सक्राइब गरिदिनु भनेको ल गाइस मेरो भिडियो यहाँसम्म हेर्नु यसको लागि धेरै धेरै धन्यवाद अनि मेरो च्यानललाई सब्सक्राइब गरेर जानु बाई बाई